भयो त भिडियो त अनि तपाईँले त पुरै अनि बङ्गाली स्टाइलमा कटिङ हान्न थालिसक्नु भएको त अचानकमा छ त माछा पनि टाउको सिँगै यो दाउ छ फेरि त्यो बिचमा दाँत उठेको छ क्या होइन खाल्टी छ नि त्यो भएर त हुँदैन त कुन स्टाइल हो त्यो फेरि कान फाल्नु पर्यो नि त कान फाल्ने ओके यो कुन माछा हो खै कुन हो पङ्कास कहाँ वही बोल्नु छ कुन माछा हो यो कोमल 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 होइन कोमल 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 कसरी चिन्ने हो यो माछा चाहिँ कोमल नै हो भनेर चिन्ने सिग्नल के हो यसको मेन कार्प जातिको माछामा यो चाहिँ कोमन हो भनेर चिन्ने तरिका चाहिँ कसरी थाहा हुन्छ तपाईँ कसरी चिन्नुहुन्छ कोमन हो भनेर फेरि यो त अर्कै चक्कु छ त फेरि डिजाइनको रहेछ त हाइट ट्याक्कै इन्जीवालाको हो नि त इन्ची हो दुई पिस भागमा पर्दैन कि क्या हो टाउको एउटा उ पर्छ टाउको र त्यो पर्छ एउटा पनि नट ल ठिकै छ अब के ए त्यो हुन्छ छवटा भयो छवटा भयो हुन्छ कहाँ छवटा पाँचवटा चाहिँ भने छवटा भने पुच्छर शुद्ध टाउको 2 पिस 5 6 3 पिस भाग लागेको होइन त त्यसमा